हामी एकदम ताली बजाउने छौँ है। अब परमेश्वरले तपाईको जीवनमा काम गर्न लाग्नु भएको छ। आमेन। साथै हाम्रो प्रभुले तपाईको जीवनमा चाहिँ एउटा अद्भुत कार्यलाई गर्न लाग्नु भएको छ। हालेलुया, 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 हालेलुया। परमेश्वरले आशिष दिनुभएको होस्। अघि हामी आराधनामा बसिरहेको थियौँ अनि आराधनामा बस्दै गर्दाखेरि मैले एउटा कुरालाई एकदमै महसुस गर्दै थिएँ के, एकदमै साह्रो महसुस गर्दै थिएँ। के कुरालाई महसुस गर्दै थिएँ भन्ने त्यो कुरा चाहिँ मलाई थाहा होला है, त्यो कुरा चाहिँ मलाई थाहा होला। तर आज म तपाईँलाई सुरुमै एउटा प्रश्न भन्न चाहन्छु है। तपाईँलाई चाहिएको चाहिँ के होला? हजुर, तपाईँलाई चाहिएको चाहिँ के होला? छुटकारा, चङ्गाई, पैसा, धन सम्पत्ति, जग्गा जमिन, घर चाहिएको चाहिँ के होला तपाईँलाई? बुद्धि। ल, हाम्रो अङ्कलले बुद्धि भन्नुभयो। चाहिएको चाहिँ के होला? कसैले भन्न सक्नुहुन्छ? भन्नुहोस्, बस्नुहोस् न, भन्नुहोस्। वचन चाहिएको के हो? स्वर्गको राज्य। अरू? परमेश्वरसँगको साथ। यीशु को चाहिन्छ? यीशु ख्रीष्ट परमेश्वर। अघि नि हामी आराधनामा जाँदै गर्दाखेरि हाम्रो मन यति साह्रो खुल्दै थियो। हेर्नुहोस् है, यति साह्रो खुल्दै थियो। तपाईँ परमेश्वरसँग आफ्नो समस्याको लागि बातचित गर्दै हुनुहुन्थ्यो। हेर्नुहोस् है, तपाईँ आफ्नो समस्याको लागि परमेश्वरसँग रोँदै हुनुहुन्थ्यो, कराउँदै हुनुहुन्थ्यो। अनि मैले एउटा कुरालाई के देखेँ भन्दाखेरि तपाईँको आँसु चाहिँ आज यीशुले देख्नु भएको कुरालाई मैले देखेँ। हालेलुया, हालेलुया, हालेलुया। म दुईवटा मानिसको विषयमा भनेर चाहिँ हामी वचनमा जानेछौँ। आमेन, आमेन, आमेन। अनि के भन्न चाहन्छु भन्दाखेरि सुरुमा हेर्नुहोस् है, आजको वचनले चाहिँ तपाईँलाई पल्टाइदिन्छ। तपाईँ जे एक्सपेक्ट गरेर आउनु भएको छ, आज तपाईँले छुट्टै कुरालाई पाउनुहुन्छ। हेर्नुहोस्, हालेलुया, 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 हालेलुया। हाम्रो जीवनमा हामीलाई चाहिएको चाहिँ धन सम्पत्ति, छुटकारा, यस, आराम यो होइन। तपाईँले भन्नुलाई होला, तर म भन्छु होइन। हामीलाई चाहिएको चाहिँ यीशु हो। हालेलुया, हालेलुया, हालेलुया। के चाहिएको छ तपाईँलाई? यीशु चाहिएको छ। आमेन, आमेन, आमेन। हेर्नुहोस् है, यीशु बिनाको जीवन चाहिँ मरुभूमि हुन्छ। यीशु बिनाको जीवन चाहिँ समस्याले भरेको जीवन हुन्छ। दाउदको विषयमा भन्छु म। दाउद चाहिँ पहिला चाहिँ भेडा गोठाला हो। उसले चाहिँ बाख्राहरू विभिन्न थरीको कुराहरू हेर्थ्यो। ऊ चाहिँ वन जङ्गलमा एकदमै जान्थ्यो, गोठालो बन्थ्यो, नाङ्गो थियो, उसको कपडाहरू पनि थिएन, राजाको जस्तो केही पनि थिएन। उसले त्यो अवस्थामा चाहिँ वनमा, जङ्गलमा, खोलाहरूमा गइकन चाहिँ परमेश्वरलाई पुरा आराधना गर्थ्यो। हेर्नुहोस् है, आराधना गर्थ्यो। परमेश्वरले दाउदलाई चुन्नुभयो, छान्नुभयो, असल छ भनेर दाउदलाई छान्नुभयो। अनि पछि गएर के गर्नु भनेर दाउदलाई परमेश्वरले राजा बनाइदिनु भयो। राजा भयो। 66 वटा देशहरूलाई दाउदले जित्यो। दाउदको चाहिँ यति समृद्धि आयो, पैसा आयो, धन आयो, सुन सम्पत्तिहरू आयो, ट्रकको ट्रक सुनहरू लिएर आउँथ्यो। उसले चाँदीहरू कति कति लिएर आउँथ्यो। उसले उसँग यति धन सम्पत्ति, यति कुराहरू दियो। अनि लास्टमा के हो भन्दाखेरि दाउदको जीवनमा चाहिँ एउटा पाप आयो। पाप आयो, दाउदले पाप गरिदियो। दाउदले पाप गरिसकेपछि के भन्दा उसकोमा भएको कुराहरूमा शैतान, दुष्ट अन्धकारको शक्तिहरूले के गर्न थाल्यो भने दाउदलाई चाहिँ अब चाहिँ घृणा गर्नलाई सुरुवात भयो, विरोध गर्नलाई सुरुवात भयो। अनि दाउदले त्यो समयमा आफ्नै छोराबाट भाग्नु परेको छ, आफ्नै मानिसहरूबाट भाग्नु परेको अवस्थाहरू छ। अनि दाउद भाग्यो, मजाले भाग्यो। त्यही सहरलाई उसले पहिला राजा भइकन दरबार जितेको थियो भन्दाखेरि त्यही सहरमा चाहिँ ऊ बौला भएर जानु परेको अवस्था छ।
अनि भाग्दै 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 डाँडाहरूमा गुफाहरूमा लुक्न थाल्यो। अनि लुकेको अवस्थामा उसले के भन्यो भन्दाखेरि चाहिँ हेर्नुहोस् है, लुकेको अवस्थामा उसले के भन्यो भन्दाखेरि प्रभु मलाई चाहिएको धन सम्पत्ति राजगद्दी, मलाई चाहिएको पोस्ट, मलाई केही पनि चाहिएको होइन, मलाई चाहिँ तपाईको उपस्थिति चाहिएको हो। मलाई चाहिँ तपाईँ चाहिएको हो। यदि तपाईँ मसँग छैन भने म केही पनि होइन। मलाई यो अवस्थामा चाहिएको चाहिँ को भन्दाखेरि मलाई यो अवस्थामा चाहिएको चाहिँ येशू हो। जब मसँग येशू हुनुहुन्छ त मैले मेरो शत्रुलाई जित्न सक्छु, मेरो रोगलाई जित्न सक्छु, मेरो जतिसुकै समस्या भए तापनि मैले के गर्न सक्छु, त्यसलाई मैले विजय गर्न सक्छु। दाउदले बुझेको कुरा यही हो कि मलाई संसारभरिको कुरा होइन, मलाई आनन्द, मलाई स्वस्थता पनि चाहिँदैन प्रभु, धन सम्पत्ति यो त्यो सम्पूर्ण केही पनि चाहिँदैन, मलाई तपाईँ चाहियो, मलाई तपाईँ चाहियो, मलाई तपाईँ चाहियो। मलाई अरू कुरा चाहिएको होइन, तपाईँ मसँग हुनु पर्यो। यदि तपाईँ मसँग हुनु भएन भने म मरे तुल्य जस्तै हुन्छु। सुक्खा जमिन माटो चर्र चर्केको जस्तै मेरो जीवन हुन्छ। येशू तपाईँ मेरो जीवनमा हुनु भएन भने। त्यही कारणले गर्दाखेरि दाउदले बुझेको कुरा चाहिँ के थियो भन्दाखेरि बाइबलभरि तपाईँले खोताल्नुहोस्, बाइबलभरि खोताल्नुहोस्, दुईवटा व्यक्तिले बाहेक कसैले पनि परमेश्वरको उपस्थितिलाई खोजेको छैन रहेछ। एउटा दाउदले थाहा पायो कि यो परमेश्वरको उपस्थिति चाहिँ मेरो जीवनमा चाहिँ हुनु पर्दो रहेछ। यदि मेरो जीवनमा उपस्थिति भएन भने चाहिँ म चाहिँ के हो त, म चाहिँ हारेको मान्छे हो, म चाहिँ मरेको मान्छे, म जिउँदो छु तर म मरेको हो। समस्या आइरहेको छ, त्यति समस्यालाई मैले जित्न सकेन भने म के हो, म त हारेको हो। एउटा कुरा तपाईँले याद गर्नुहोस् है, अब बिस्तारै बिस्तारै याद गर्नुहोस्, तपाईँसँग येशू छ कि छैन? एकदमै शान्ति बस्नुहोस्, एकदमै आनन्द लामो सास फेर्नुहोस्, तपाईँले आफैले आफैलाई हेर्नुहोस् कि मसँग येशू छ कि छैन, मसँग येशू छ कि छैन। यदि मसँग येशू छ भने नि मैले हरेक युद्धलाई मैले जितेको हुन्छु। हेर्नुहोस्, येशू मसँग छ भने नि मैले बोल्नु पर्दैन, येशू आफै गइकन चाहिँ बोल्नुहुन्छ। जसको जीवनमा येशू शक्तिशाली भएर खडा हुनु भएको छ नि त्यो मान्छेको जीवन चाहिँ शक्तिशाली बन्छ। हेर्नुहोस् है, मोसाको जीवनमा मोसाले परमेश्वरको उपस्थितिलाई यस्तो साह्रो खोजेको रहेछ। हेर्नुहोस् है, मोसाको विषयमा तपाईँले स्टडी गर्नुहोस्, मोसाले परमेश्वरलाई हरेक समय खोजेको रहेछ। उसले भन्दै थियो, सुरुमै भन्दै थियो, म सक्दिनँ प्रभु, म त केही नगर्ने, म त कमजोर मान्छे हो, मसँग शक्ति अभिषेक मसँग बोलाउन मसँग केही पनि छैन। अनि उसले देख्यो कि त्यहाँ परमेश्वरको उपस्थितिलाई मैले चाहेको चाहिँ मेरो बल मेरो शक्ति म गर्न सक्छु भन्ने कुरामा होइन। जब म परमेश्वरको उपस्थितिमा जान्छु नि, परमेश्वरको उपस्थिति चाहिँ मेरो जीवनमा आइकन चाहिँ त्यसले के गर्छ भने प्रकट गर्दो रहेछ। हेर्नुहोस्, उहाँको शक्तिलाई जब म परमेश्वरको उपस्थितिमा बस्छु भन्दाखेरि त्यो उपस्थितिले चाहिँ अरू मानिसहरूलाई चाहिँ के गर्छ, प्रकटीकरण गर्छ। त्यो शक्ति चाहिँ के हुन्छ, देखा पर्न थाल्छ। हालेलुया, हालेलुया। उनले 40 दिनसम्म सिनै पर्वतमा चाहिँ आम्ने सामने पसिकन नि परमेश्वरसँग चाहिँ समय बिताएको छ, समय बिताएको छ उसले। अनि जब ऊ समय बिताएर तलतिर आउँदाखेरि चाहिँ उसको अनुहारमा चाहिँ परमेश्वरको उज्यालो ज्योति चाहिँ छाएको छ। हेर्नुहोस् है, अनि उज्यालो ज्योति उसले बोकेर आयो मुखमा। अनि तलतिर आउँदै गर्दाखेरि मानिसहरूले त्यो ज्योतिलाई देख्न सकेन, त्यो परमेश्वरको उपस्थितिको प्रकटीकरण किरणलाई देख्न सकेन। अनि देख्न नसक्ने मानिसहरू डराएर भन्यो, तपाईँको त्यो घुम्टो हाल्नुहोस्, तपाईँले घुम्टो हाल्नुहोस्, हामी परमेश्वरको उपस्थितिदेखि डराउँछौँ, तपाईँले त्यो आफूले आफूलाई घुम्टो छेक्नुहोस् भनेर मोसालाई भने। मोसाले हेर्नुहोस् है, मोसाले अन्तिम अवस्थामा मार्गमा लाल समुद्रलाई पार गर्दै जाँदाखेरि हेर्नुहोस् के कुरा भनेको छ भने पार गरिसकेपछि अरू ठाउँहरूमा जाँदै गर्दाखेरि मोसा मरुभूमिमा जानु परेको थियो। अनि मरुभूमिमा जाँदै गर्दै मोसाले एउटा कुरालाई भनेको छ, त्यो कुरा चाहिँ के हो भन्दाखेरि प्रभु तपाईँको उपस्थिति
हामीसँग गएन भने नि हामी चाहिँ एक पाइला पनि चाल्दैनौँ, एक पाइला पनि चाल्दैनौँ। यदि म मेरो पाइला चालेर गएँ, म मेरो इच्छाले गएँ, मेरो चाहनाले गएँ भने नि त्यो जीवन चाहिँ मेरो के हो, मरे तुल्य जस्तै हो। यदि मसँग चाहिँ येशू छैन, मसँग चाहिँ परमेश्वर हुनुहुन्न, उहाँको उपस्थिति छैन भने मैले गरेको, मैले पाएको स्वस्थता, आनन्द, धन सम्पत्ति, ऐश आराम, बढौती सम्पूर्ण कुरा व्यर्थ हो। येशू तपाईको जीवनमा येशू हुनुहुन्छ कि हुनुहुन्न, भर्खरै तपाईँले ग्रहण गर्नु भएको छ होला। अब तपाईँको जीवनमा तपाईँले हेर्नुहोस्, 40 वर्ष तपाईँ पुग्नु भयो होला, विश्वासी भयो, 30 वर्ष पुग्नु भयो होला, कति वर्ष तपाईँ पुग्नु भयो होला। अब तपाईँको जीवनमा चाहिँ येशू हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा तपाईँले याद गर्नुहोस्। कतिले भन्छ बप्तिस्मा पाएपछि मसँग येशू हुनुहुन्छ, मसँग पवित्र आत्मा हुनुहुन्छ। हो, पक्कै पनि हुनुहुन्छ, मसँग परमेश्वरको अभिषेक पनि हुन्छ, शक्ति पनि हुन्छ। तर यो समयमा तपाईँ आफूले आफूलाई ध्यान दिनुहोस् कि मसँग येशू हुनुहुन्छ कि हुनुहुन्न। यदि तपाईँसँग येशू हुनु हो भने नि तपाईँलाई चाहिँ तपाईँ पापमा गिर्दै गर्दाखेरि येशूले तपाईँलाई बताइदिनुहुन्थ्यो। यदि तपाईँको जीवन तपाईँले नदेखेका कुराहरूमा, समस्यामा तपाईँ दलदल पर्दै हुनुहुन्छ भन्दाखेरि नि येशूले तपाईँलाई चाहिँ त्यो दलदलबाट चाहिँ निकाल्न सक्नुहुन्थ्यो। हेर्नुहोस्, तपाईँको बुद्धिहरू नखुलिरहेको अवस्थामा नि येशू तपाईँसँग हुनुहुन्छ कि हुनुहुन्न तपाईँले याद गर्नुहोस्। येशूको उपस्थितिमा शैतानको सम्पूर्ण योजनाहरू चाहिँ हार्छ। हालेलुया, हालेलुया, हालेलुया। सम्पूर्ण योजनाहरू हेर्नुहोस् है, सम्पूर्ण शैतानले तपाईँलाई खिच्न खोजेको होला, मार्न खोजेको होला, नाङ्गो बनाउन खोजेको होला। यदि तपाईँको जीवनमा यसो आउनु भयो भने के हुन्छ भने शैतान त थर्र हुन्छ। हालेलुया। कसैले के भनेको छ भन्दाखेरि नि हिब्रू 12:29 मा चाहिँ बाइबलले भन्छ, हिब्रू 12:29 मा चाहिँ परमेश्वर चाहिँ को भन्दाखेरि को भन्छ, भस्म गर्ने आगो, कन्ज्युमिङ फायर। को हो परमेश्वर? को हो? कन्ज्युमिङ फायर, भस्म गर्ने आगो हुनुहुन्छ। यदि तपाईँको जीवनमा उहाँ आउनु भयो भने के हुन्छ, शैतानहरू मैनबत्तीमा चाहिँ मैनबत्ती बाल्छ नि, मैनबत्ती बालिसकेपछि त्यो आगोले मैन चाहिँ जलाउँछ नि, हो कि होइन? जलाउँदै 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 लिएर जान्छ नि। येशूको उपस्थितिमा शैतानहरू सब पक्लिँदै जानुपर्छ। हालेलुया, हालेलुया। येशूको उपस्थिति, येशूको उपस्थिति। यदि हाम्रो जीवनमा येशूको उपस्थिति छैन भने नि हामी अब वचनमा म तपाईँलाई देखाउँछु। हेर्नुहोस् कस्तो एकदमै खतरनाक कुरा छ। हेर्नुहोस्, त्यो कारण गर्दाखेरि आज मेरो जीवनमा तपाईँले ध्यान दिनुहोस्। मैले वर्शिप गर्दैछु, आराधना गर्दैछु, मैले वचनलाई प्रचार गर्दैछु, मैले परमेश्वरसँग आइरहेको छु, कनेक्सनमा बस्दैछु, बस्तीमा बस्दैछु, तर मेरो जीवनमा चाहिँ उपस्थिति छ कि छैन, येशूको उपस्थिति छ कि छैन। शक्तिशाली सबै शक्तिहरूभन्दा येशूको शक्ति चाहिँ सबभन्दा बेस्ट हो। यो येशूको शक्तिमा शैतानहरू चाहिँ, येशूको उपस्थितिको शक्तिमा शैतानहरू चाहिँ थर्र खान्छ। येशूको उपस्थितिको शक्तिमा रोगहरू के हुन्छ, अटोमेटिकली निको हुन थाल्छ। हालेलुया, 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 हालेलुया। हेर्नुहोस्, येशूको उपस्थितिमा यस्तो भयङ्कर कुराहरू हुँदै जान्छ। जस्तो सुकै मानिस, मरेको मानिस लिएर आएको छ भन्दाखेरि नि येशूको उपस्थिति, येशूको उपस्थिति त्यो ठाउँमा छ नि मरेको मान्छे जुरुक्क उठेर हिँड्छ। कति भयो तपाईँ आफ्नो घरलाई प्रार्थना गर्नुभयो, आफ्नो ऋणको लागि प्रार्थना, आफ्नो आत्मिक जीवनको लागि प्रार्थना गर्नुभयो होला, तर यो बेलासम्म तपाईँको जीवनमा चाहिँ येशू हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरालाई ध्यान दिनुपर्छ। एउटा विश्वासीले, एउटा विश्वासीले येशू मेरो जीवनमा छ कि छैन, येशू मेरो जीवनमा काम गर्दै हुनुहुन्छ कि हुनुहुन्न। मैले परमेश्वरसँग म प्रार्थना गर्छु कि प्रभु मलाई तपाईँले यो दिनुहोस्, त्यो दिनुहोस्, मेरो जीवनको लागि यस्तो गरिदिनुहोस्, त्यस्तो गरिदिनुहोस्। जब मैले परमेश्वरको कुरालाई मैले थाहा गर्न थालेँ नि, मैले संसारको कुरालाई माग्नलाई छोडिदिएँ। मैले एउटै कुरालाई माग्छु कि येशू तपाईँ मसँग उभिनुपर्छ। येशू तपाईँ मसँग हुनु भएन भने मैले गरेको सेवा व्यर्थ हो।
यसो तपाईँ मसँग हुनु भएन भने मैले गरेका कार्य व्यर्थ हो। यसो तपाईँ मसँग हुनुहोस्। तपाईँ मसँग हुनुभयो भने मैले घोडा टिकेर प्रार्थना गर्ने बित्तिकै यसोले सुन्नुहुन्छ अनि काम गर्नुहुन्छ। हालेलुया, 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 हालेलुया। अनि यसोलाई, यसोको उपस्थितिलाई चाहिँ हामीले जहिले पनि स्थिरसँग कायम गरेर हाम्रो जीवनमा राखिरहनु पर्छ अरे। हेर्नुहोस्, आमेन, आमेन, आमेन। त्यो कारणले गर्दाखेरि तपाईँले ध्यान दिनुहोस् कि म समस्यामा आएको छु। यो समस्याको उत्तर चाहिँ डक्टर, हस्पिटल, पास्टर, अभिषेक जन होइन, येशू हो। अलिक ठुलो स्वरले भन्नुहोस् न। सुत्नु भयो कि उठ्नु भयो? उठ्नु भइरहेछ। हालेलुया, हालेलुया, हालेलुया। ल घोडा टेक्नुहोस् अब 2 मिनट। अब येशूले तपाईँको जीवनमा काम गर्न लाग्नु भएको छ। हेर्नुहोस् है, विश्वास गर्नुहोस्। आफ्नो आँखालाई ठ्याप्पै बन्द गरिहाल्नुहोस्। घोडा टेक्ने बित्तिकै ठ्याप्पै बन्द गर्नुहोस् र तपाईँ जुन समस्यामा आउनु भएको छ नि, येशूलाई भन्नुहोस् कि येशू, म यो समस्यामा चाहिँ आएको छु। तपाईँ हो उत्तर, तपाईँ हो छुटकारा दिनुहुने परमेश्वर। तपाईको उपस्थितिमा यदि कसैलाई अन्धकारको शक्तिले सताइरहेको छ भन्दाखेरि, यदि कसैको टाउको दुख्ने समस्या, पेट दुख्ने समस्याहरू छ भन्दाखेरि, अथवा स्त्री रोगले तपाईँलाई सताइरहेको छ भने तपाईँले भन्नुहोस्, त्यो ठाउँमा तपाईँले हात राखिहाल्नुहोस्। येशूले तपाईँलाई चङ्गा अनि निको पार्दै हुनुहुन्छ। यदि तपाईँ पवित्र आत्माले भरिन चाहनुहुन्छ यो समय येशूलाई भन्नुहोस् कि मलाई पवित्र आत्माले भरिदिनुहोस्। प्रभु, येशूको उपस्थिति, येशूको उपस्थिति, तपाईँको प्रेजेन्स, जिजस, तपाईँको प्रेजेन्स, प्रभु तपाईँको प्रेजेन्स, तपाईँको प्रेजेन्स, तपाईँको प्रेजेन्स। यो मेरो समस्यालाई तपाईँले बाहेक कसैले पनि छुटकारा दिन सक्दैन। मेरो समस्यालाई तपाईँले बाहेक कसैले पनि हल गर्न सक्दैन। यो समस्यालाई तपाईँले बाहेक कुनै पनि शक्तिले गर्न सक्दैन। येशू तपाईँको प्रेजेन्स, येशू तपाईँको प्रेजेन्स। Rila Mashara Mandere Shokorobo Shatala Barabaraba Rivalo Shakatala Baramandere Behede Robo Shala Barabaraba Urama Sheketele Berebu Sakatala Barabaraba Rina Mandolobo Seketele Berebu Shatala Barababa Rito Lobo Shokorobo जसको पेटमा समस्या छ तपाईले आफ्नो पेटमा हात हाल्नुहोस्। पेटमा समस्या भएकोहरूले पेटमा हात हाल्नुहोस्। येशूले तपाईको पेटलाई छुँदै हुनुहुन्छ। येशूले तपाईको पेटलाई छुँदै हुनुहुन्छ। एउटा हातलाई मास्तिर उचाल्नुहोस् र अर्को हातले तपाईको पेटमा हात राख्नुहोस्। येशूले तपाईलाई छुँदै हुनुहुन्छ। येशूले छुँदै हुनुहुन्छ। उहाँको रगतले तपाईलाई पखालिरहेको छ। म देख्छु उहाँको रगतले तपाईको जीवनमा ओ रामा सेरे बेहेटोली बाकासारा बारामन्दे प्रभु तपाईको प्रेजेन्स, प्रभु तपाईँको प्रेजेन्स, तपाईँको प्रेजेन्समा शैतानहरू थर्न काम छ। तपाईँको प्रेजेन्समा अन्धकारको शक्तिले छोडेर भाग्छ। प्रभु तपाईँको प्रेजेन्समा चियामा भएको मरेको मानिसहरू उठेर आउँछ। प्रभु येशू तपाईँको प्रेजेन्स, येशू तपाईँको प्रेजेन्स एक-एकजनाको जीवनमा प्रभु तपाईँको प्रेजेन्स, येशू 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 तपाईँको प्रेजेन्स। कमजोर मानिसहरूलाई प्रभु तपाईँको प्रेजेन्स चाहिएको छ। अरू असम्भव कुराहरूमाथि तपाईँको उपस्थिति चाहिएको छ। प्रभु तपाईँको प्रेजेन्सले छुनुहोस्। प्रभुलाई भन्नुहोस् कि छुनुहोस् भनेर। छुनुहोस्, 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 छुनुहोस्। येशू तपाईँ हो हाम्रो चङ्गाइकर्ता। येशू तपाईँ हाम्रो मुक्तिदाता। हाम्रो घरको माहौललाई परिवर्तन गर्नुहुने येशू तपाईँ हो। येशू तपाईँ हो मेरो जीवनलाई परिवर्तन गर्नुहुने येशू। मलाई चाहिएको हो तपाईँ।
प्रभुलाई भन्नुहोस् कि यो बेलामा तपाईले एउटा कुरालाई भन्नुहोस् कि येशू मलाई चाहिएको चाहिँ चङ्गाई होइन, मलाई चाहिएको छुटकारा होइन, मलाई चाहिएको मेरो समस्यामा मलाई विजय चाहिएको छैन। यो अवस्थामा चाहिएको छ मलाई येशू हो, येशू हो, येशू हो, येशू हो। प्रभु तपाईको उपस्थिति, प्रभु तपाईको उपस्थिति, प्रभु तपाईको उपस्थिति, प्रभु तपाईको उपस्थिति, येशू 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 तपाईको उपस्थिति, तपाईको उपस्थिति बिना प्रभु हामी चल्न सक्दैनौँ। प्रभु तपाईको उपस्थिति बिना मैले दुःख पाउँछु। प्रभु तपाईँ भएन भने म खाली हुन्छु। प्रभु तपाईँ भएन भने म सक्दिनँ। मलाई चाहिएको येशू, मलाई चाहिएको येशू, मलाई चाहिएको येशू, मलाई चाहिएको येशू, मलाई चाहिएको येशू। प्रभु तपाईँ उभिनु पर्छ मसँग, तपाईँ उभिनु पर्छ। तपाईँ भन्नुहोस् कि प्रभु तपाईँ मसँग हुनुपर्छ, तपाईँ मसँग हुनुपर्छ। मेरो घरको कुरालाई मिलाउनको निम्ति, मेरो कामको कुरालाई मिलाउनको निम्ति, मेरो जीवनमा भएको समस्यालाई मिलाउनको निम्ति येशू चाहिन्छ। हामीलाई पल पल येशू चाहिन्छ, 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 पल पल येशू चाहिन्छ। हामी शान्त बस्छौँ। प्रभुले तपाईँको जीवनमा काम गर्दै हुनुहुन्छ। प्रभुले भन्दै हुनुहुन्छ कि येशूको उपस्थिति तपाईँले काम गरेर राख्नुहोस् आफ्नो जीवनमा। उहाँको उपस्थितिले तपाईको जीवनमा ठुलो परिवर्तन ल्याउनेछ। येशू प्रभुको नाममा आमेन। हामी येशूलाई ताली बजाएर धन्यवाद दिनेछौँ। म विश्वास गर्छु कि येशूले तपाईको जीवनमा काम गर्दै हुनुहुन्छ भनेर। म एउटा कुरालाई सुन्दैछु, पवित्र आत्माले एउटा कुरालाई भन्दै हुनुहुन्छ कि असम्भव काम चाहिँ अब सम्भव हुँदैछ। हेर्नुहोस् है, तपाईले सिम्पल लिनु होला। फेरि है सुन्नुहोस् है, तपाईले सिम्पल लिनु होला। मैले के कुरालाई भन्दैछु भने यो पवित्र आत्माले भएर म भन्दैछु। तपाईले सिम्पल लिनु होला कि ओहो अगाडिबाट बोल्न पाछ भन्दियो भनेर, तर लिनु भयो भने त पक्कै 100% तपाईको जीवनमा काम हुन्छ। आमेन, 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 आमेन। हामी चाँडो चाँडो अब वचनमा पनि जानेछौँ, वचन हेर्नेछौँ छोटो रूपमा। प्रेरित 19 अध्यायको 11 देखि 20 सम्म यदि कसैले पाउनुहुन्छ भने तपाईले उभिएर पढ्न सक्नुहुनेछ। यसमा म आज तपाईलाई वचनबाट तपाईको जीवनलाई प्रकाश बनाउने कोसिस गर्छु। कसैले पाउनु भयो उभिनुस् त। फेरि 19 अध्यायको हामी 1 देखि लिएर 11 देखि लिएर माफ गरेर 11 देखि लिएर 20 सम्म हेर्दैछौँ। यसरी लेखिएको छ प्रेरित 19 अध्यायको 11 देखि 20 सम्म। पावल एफिससमा भनेर लेखिएको छ, परमेश्वरले पावलको हातबाट असाधारण आश्चर्य कामहरू गर्नुभयो, यहाँसम्म कि रुमाल अथवा पछ्यौरा तिनको शरीरमा छुवाएर बिरामीहरू कहाँ लगिन्थे र तिनीहरूका शरीरबाट रोग जान्थे र दुष्ट आत्मा पनि निस्कन्थे। तर कुनै कुनै यताउता घुमफिर गर्ने यहुदी झाडफुकेहरूले भूतात्मा लागेकाहरूलाई प्रभु येशूको नाउँ उच्चारण गर्दै यसो भने, पावलले प्रचार गरेका येशूद्वारा म तँलाई आज्ञा गर्दछु। त्यहाँ एकजना स्केवास नाउँ भएको यहुदी प्रधान पुजारीका 7 जना छोराहरूले यसो गर्थे। तब भूतात्माले जवाफ दिएर तिनीहरूलाई भन्यो, येशूलाई म चिन्छु र पावललाई पनि म चिन्छु, तर तिमीहरू चाहिँ को हौ? त्यो भूतात्मा भएको मानिस तिनीहरूमाथि उफ्रदै आयो र तिनीहरू सबैलाई वशमा पारेर तिनीहरूलाई पछाड्यो र तिनीहरू त्यस घरबाट नाङ्गो र घाइते भएर भागे।
यो कुरा एफिसस निवासी यहुदी र ग्रीकहरूमा जाहेर भयो अनि तिनीहरू सबैमाथि डर छायो र प्रभु येशूको नाउँको प्रशंसा भयो। विश्वास गरेकाहरू धेरैजना आए र तिनीहरूले गरेका आफ्ना आफ्ना दुष्ट कामहरूको स्वीकार गरे र ती प्रकट गरे। तिनीहरू मध्ये धेरैजना जसले टुनामुना गर्थे आफ्ना आफ्ना पुस्तकहरू बटुलेर ल्याएर सबैका सामुन्ने जलाइदिए। तिनीहरूले तिनको मोल गर्दा 50,000 चाँदीका सिक्काको हिसाब लाग्यो। यसरी प्रभुको वचन फैलिँदै गयो र प्रभावशाली भयो। आमेन। पढाइ सुनाइमा परमेश्वरले आशिष दिनुभएको छ। हालेलुया हालेलुया हालेलुया। यो ठाउँमा चाहिँ तपाईँले पढ्दा पढ्दा पनि एकदमै बुझ्नुभयो होला है। यो ठाउँमा के छ भन्दाखेरि एउटा यहुदी, अनि त्यो यहुदीको नाम चाहिँ के हो भने स्केवास, अनि यसको चाहिँ को छ 7 जना छोराहरू छ। हेर्नुहोस् है, सुन्नुहोस् है, 7 जना छोराहरू छ। अनि 7 जना छोराहरूले के गर्दैछ भन्दाखेरि चाहिँ पावलले प्रचार गरेको येशूको नाउँमा चाहिँ भूतहरूलाई के गर्छ, धपाउँदैछ। हेर्नुहोस् है, भूतहरूलाई धपाउँदैछ। अब यो ठाउँमा चाहिँ तपाईँ छर्लङ्ग हुनुहुन्छ, तपाईँको जीवन छर्लङ्ग मन छ। सुन्नुहोस् है, कान, दुईटा कान र ध्यान मलाई दिनुहोस्। अनि 7 जना छोराहरूले पावलले प्रचार गरेको येशूको नाउँमा म तँलाई आज्ञा गर्छु, ए भूत आत्माहरू निस्केर जा। यहाँ पावलको 7 जना, यहाँ स्केवासको 7 जना छोराहरूले चाहिँ त्यहाँ भूत आत्मालाई धपाउनलाई एकदमै प्रयास गर्दैछ। हेर्नुहोस् है, भूत आत्मालाई धपाउनलाई प्रयास गर्दैछ। अनि भूत आत्मा चाहिँ बोलेको छ, भूत आत्मा चाहिँ बोलेको छ। अनि भूत आत्माले के भनेको छ भन्दाखेरि चाहिँ म चाहिँ येशूलाई पनि चिन्छु, पावललाई पनि चिन्छु, तर तँ चाहिँ को होस्, तँ चाहिँ को होस्, मलाई जा भन्नको निम्ति तँ चाहिँ को होस् भनेर चाहिँ भूत आत्माले उल्टै निस्केर जा धम्की दिने व्यक्तिलाई के भन्दैछ, को होस् भनेर चाहिँ उसले प्रश्न गर्दैछ। हेर्नुहोस्, थुप्रोचोटि के हुन्छ, हामी प्रार्थना गर्छौँ भूत आत्माको लागि। सुन्नुहोस् है, भूत आत्माको लागि प्रार्थना गर्छौँ, निस्केर जा भन्छौँ, हामीले वचनलाई घोषणा गर्छौँ होइन, हामीले आज्ञा गर्छौँ, ठाउँ पनि देखाइदिन्छौँ, मरुभूमिमा जा, आगोमा जा, यहाँ जा, त्यहाँ जा भनेर। अहिले हाम्रो वारफेयरको प्रार्थना पनि हामी प्रार्थना गर्छौँ। तर शैतान चाहिँ के गर्छ, दुष्ट आत्मा भूत लागेको मान्छे पुरा हाँसेर बस्ने, पुरा मुरमुराउँछु, म जाँदिनँ भन्छ त्यसले। सुन्नुहोस् है, म जाँदिनँ, अनि हाँसो अटेरी गर्छ, चल हल गर्दै गर्दैन। पुरा मरेको मान्छे हो कि जिउँदो मान्छे यसरी बस्दिन्छ। हेर्नुहोस् है, किन भन्दाखेरि नि अब यहाँ सुन्नुहोस् है, किन भन्दाखेरि नि यो 7 जना छोराहरूलाई, स्केवासको 7 जना छोराहरूलाई के थाहा थियो भन्दाखेरि येशूको नाउँ थाहा थियो। हेर्नुहोस् है, येशूको नाउँ थाहा थियो, तर येशूको उपस्थिति चाहिँ त्यो 7 जनामा थिएन। अनि येशूको उपस्थिति 7 जनामा नभएको कारणले गर्दाखेरि के भयो, उल्टै शैतानले चाहिँ 5 वटा कुराहरू यो ठाउँमा गरेको छ। एउटा कुरा के गरेको छ भन्दाखेरि 16 पदमा त्यो भूत आत्मा भएको मानिस चाहिँ तिनीहरूमाथि उफ्रदै आयो। अनि दोस्रोमा के गरेको छ भन्दाखेरि उनीहरूलाई बसमा पार्यो। अनि अर्को चाहिँ तपाईले हेर्ने हो भने पछार्दियो र तिनीहरू त्यस घरबाट नाङ्गो भएर घाइते भएर निस्के। सुन्नुहोस् है, येशूको उपस्थिति, एउटा विश्वासीमा येशूको उपस्थिति भएन भने नि तपाईँ चाहिँ नामलाई बोकेको मान्छे मात्रै हो। चाहे तपाईँले आफ्नो घरै बेचेर मण्डलीलाई किन नदिनुहोस्, तपाईँको हो, तपाईँ देखावटी मान्छे हो, तपाईँको हो, तपाईँ कमजोर व्यक्ति हो। भूत आत्माले तपाईँलाई लखर्छ उल्टो। तपाईँलाई नाम मात्रै थाहा छ, थुप्रो मान्छेलाई नाम मात्रै थाहा छ। अहिले भनौँ न, थुप्रो मान्छेलाई नाम मात्रै लिएर हिँड्छन्,
भन्छन् कि म विश्वासी, म क्रिस्चियन भनेर भनिरहेको छ। अब याद गर्नुहोस्, तपाईँसँग परमेश्वर येशूको उपस्थिति छ कि छैन? सबैभन्दा ठुलो कुरा, मसँग येशूको उपस्थिति छ कि छैन? यदि मसँग येशूको उपस्थिति हुने हो भने शैतानको हरेक योजनाहरूमाथि मैले विजयलाई पाउँछु। तपाईँ समस्यामा लड्दै हुनुहुन्छ नि, अब तपाईँ समस्यामा लड्दैन, तपाईँलाई विजय चाहिएको छ भन्दाखेरि तपाईँलाई चाहिएको चाहिँ येशू हो। हालेलुया, 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 हालेलुया। हेर्नुहोस्, यो स्कोवासको छोराले के गर्दै थियो भन्दाखेरि चाहिँ यिनीहरूले आफ्नो जीवनलाई चाहिँ लापरवाही तरिकाले जिरहेको थियो। हेर्नुहोस् है, सुन्नुहोस् है, लापरवाही तरिकाले पापमा कमाउन खोजेर, छल गरेर, अर्कालाई ढाँटेर, व्यभिचार गरेर, चोरी गरेर, येशूलाई नपछ्याइकन नाम मात्रै युज गर्दै थियो। मलाई मण्डली आउन मन लाग्छ, म मण्डली आउँछु, मलाई प्रार्थना गर्न मन लाग्छ, म प्रार्थना गर्छु, नत्र घुम्न जान्छु, म साथीहरूसँग खान्छु, बस्छु, पिउँछु, छल गर्छु, अरूलाई ठग्छु। अब यो मान्छेको जीवन येशूको उपस्थिति कसरी हुन्छ होला? अनि उसको लडाइँ के हुन्छ? उसको लडाइँ कमजोर हुन्छ। येशूको उपस्थिति नभएपछि लडाइँमा कसरी हामीले विजय पाउन सक्छौँ? नाम थाहा छ, वचन, सम्पूर्ण वचन थाहा छ, तर येशूको प्रेजेन्स, जिजस, उहाँको प्रेजेन्स चाहिँ तपाईँसँग छ कि छैन? यदि येशूको प्रेजेन्स तपाईँसँग छैन, तपाईँसँग नाम मात्रै छ भन्दाखेरि शैतानले चोखो तरिकाले तपाईँलाई भुटेर खाइदिन्छ। भुटेर खाइदिन्छ शैतानले, पल्टाइकन पुरा, होइन? प्रेजेन्स, येशूको प्रेजेन्स यस्तो शक्तिशाली छ नि, येशूको प्रेजेन्समा शैतानहरू चाहिँ थर्र कान्छन्। येशूको प्रेजेन्समा मरेको मान्छेलाई ल्याएर राख्यो भने मरेको मान्छे जुरुक्कै उठ्छ येशूको प्रेजेन्समा। यदि रोग लागेको मानिसहरू छ, यदि येशूको प्रेजेन्समा ल्याएर राखिदिनु भयो भने त्यो रोग लागेको मान्छेलाई डक्टरले चिरफार केही गर्नु पर्दैन। ऊ उभिँदा ऊ बस्दा ऊ सुत्दा येशूले अटोमेटिकली अपरेसन गरिसकेको हुन्छ। अनि यो उपस्थिति चाहिँ अहिले एकदमै कम्ती छ। हेर्नुहोस्, नाम थाहा छ, हामीलाई नियम थाहा छ, व्यवस्था थाहा छ, यो गर्नुपर्छ भन्ने कुरा थाहा छ, सम्पूर्ण कुरा थाहा छ, तर हाम्रो जीवनमा चाहिँ येशू बिनाको जीवन छ। येशू बिनाको जीवन रगत बगाउनु पर्यो, पसिना बगाउनु पर्यो, दुःख मान्नु पर्यो, पापमा लतपत भएर बसिरहनु पर्यो। हेर्नुहोस्, पाप गर्दै हुनुहुन्छ भन्दाखेरि तपाईँ मण्डली आउँदै हुनुहुन्छ, तपाईँसँग येशूको प्रेजेन्स छैन, तपाईँसँग नाम मात्रै छ, त्यो नामले केही पनि गर्दैन, उल्टो तपाईँलाई हानि गर्छ। यहाँ बाइबल हेर्नुहोस् 19 अध्यायलाई। पाप गर्ने व्यक्तिलाई उल्टो शैतानले के गर्छ भने ओपन च्यालेन्ज दिइरहेको छ। तपाईँले यसमा गहिरेर हेर्नु हो भने 5 वटा कुरा उसले नाङ्गो बनाइदियो, बसमा राखिदियो, घाइते रगत निकालिदियो, घरबाटै निकालेर बाहिर फ्याँकिदियो उसले। अनि तपाईँको घरमा गएर अन्धकारको शक्तिले कार्य गरिरहेको छ। पाप, अधर्म, नराम्रो कुराहरूमा तपाईँ हुनुहुन्छ भने एउटा कुरा म तपाईँलाई एउटा कुरा याद दिनु चाहन्छु, दुराचारी र व्यभिचारी। मलाई भन्दै पवित्र आत्मालाई याद गराइदिनु। दुराचारी भनेको चाहिँ के हो भन्दाखेरि विवाह गर्नुभन्दा अगाडि तपाईँले गरेको शारीरिक सम्बन्ध, त्यसलाई चाहिँ दुराचारी भन्छ। व्यभिचारी भनेको चाहिँ कस्तो भन्दाखेरि तपाईँले विवाह गरिसकेपछि अर्को श्रीमान अथवा अर्को श्रीमतीसँग तपाईँले सम्पर्क गर्नुहुन्छ, त्यो तपाईँले के हो? त्यो व्यभिचार हो। अब तपाईँ विश्वासी हो, अब के हुन्छ भन्दाखेरि तपाईँ विश्वासी हो, तपाईँ मण्डलीमा आइरहनु भएको छ, तपाईँसँग नाम मात्रै छ, त्यो नामले काम गर्दैन। तपाईँसँग येशूको प्रेजेन्स छैन, तपाईँलाई पापले खिचिरहेको छ। यदि त्यो कुराबाट तपाईँ पश्चाताप गरेर आउनुहुन्छ भने तपाईँको जीवनमा परमेश्वरले काम हुन्छ। अर्को कुरा चाहिँ के हो भन्दाखेरि म सुन्दै थिएँ, कसैले पढेको अनि उहाँले सुन्नुभयो अनि उहाँले ल्याएर मलाई सुनाउँदाखेरि हामी बातचित गर्दै हेर नि, यदि तपाईँले विवाह अगाडि अथवा तपाईँले आफ्नो श्रीमान अथवा श्रीमतीलाई तपाईँले धोका दिनुभयो भने नि तपाईँ बच्चाको एकदमै इच्छा गर्नुहुन्छ नि, त्यो पापको कारणले तपाईँको जीवनमा बच्चा नभएको हो। याद गर्नुहोस्, यो चाहिँ एउटा गम्भीर कुरा हो, गम्भीर कुरा। तपाईँसँग नाम छ,
तपाईँ आराधना गर्न सक्नुहुन्छ, तपाईँसँग वरदान छ, तर तपाईँसँग येशूको प्रेजेन्स छैन, तपाईँ कमजोर व्यक्ति हो, शैतानले आएर तपाईँलाई लकड्छ। येशूको प्रेजेन्स हामीसँग भएन भने हामीलाई शैतानले आएर खाइदिन्छ। शैतान हामीलाई नाङ्गो बनाइदिन्छ, हेर्नुहोस्, घाइते बनाइदिन्छ, उठ्न नसक्ने बनाइदिन्छ। त्यो कारणले गर्दाखेरि नि हामी एक एकजनाको जीवनमा के हुनुपर्छ भन्दाखेरि येशूको प्रेजेन्स, येशूको उपस्थिति हुनुपर्छ। आजदेखि तपाईँले आफैले आफूलाई भन्नुहोस् कि मसँग चाहिँ येशू हुनुहुन्छ कि हुनुहुन्न। येशू हुनुहुन्छ, तर मसँग चाहिँ मैले देख्नु पर्यो नि येशू मसँग हुनुभएको। मैले प्रार्थना गर्दाखेरि झट्टै उत्तर आउनु पर्यो। मैले प्रार्थना गर्दाखेरि प्रभु त्यहाँ के भइरहेको छ, त्यहाँ एकदमै आवाजहरू आइरहेको छ, भिडभाड भइरहेको छ, विभिन्न थरीको कुराहरू छ, तपाईँले गएर त्यो आवाजलाई बन्द गरिदिनुहोस् भने त्यो आवाज बन्द हुनु पर्यो। एकचोटि म दुबईमा थिएँ, मेरो नाइटको काम थियो। नाइटको काममा अब हामी सुत्नु पर्यो, अनि अरू साथीहरू नसुत्दिने, रातभरि फोन गर्ने, कुराकानी गर्ने, सुत्दै नसुत्ने, अनि कामको बेलामा कता कता कुना काप्चा कता कता गएर सुत्दिने। अनि त्यसपछि अनि हामी सुत्ने बेलामा चाहिँ आएर घरमा फोन गर्ने अथवा ककलाई फोन गर्ने बस्थ्यो। अनि मैले प्रभुलाई के भनेर प्रार्थना, प्रभु म त आराम गर्नु पर्यो नि, यत्रो काम गरेर आएको छु, आराम गर्नु पर्यो। म येशू ख्रिस्टको नाममा आज्ञा गर्छु, यो हल्लाहरू सबै बन्द भएर जा भनेर मैले कुनामा म सुतेर प्रार्थना गर्दैछु। त्यो उतापट्टिको हल्ला त केवल एकछिनपछि सबै शान्त भयो। अनि येशू मसँग हुनुपर्छ। यदि येशू मसँग भएन भने मेरो जीवनमा काम हुन सक्दैन। हामी नामको मात्रै विश्वासी, नामको मात्र क्रिस्चियन, नामको मात्रै हुन्छौँ। हाम्रो जीवनमा सङ्घर्ष हुन्छ। तपाईँ घन्टौँ प्रार्थना गर्नुपर्ने हुन्छ। यो प्रेजेन्सको लागि तपाईँले परमेश्वरसँग यति साह्रो समयहरू बिताउनुपर्छ। पाउलले परमेश्वरसँग येशूसँग उसले समय बिताउन नपाए पनि उसले वचनमा यति साह्रो समय बिताएको छ। सिनै पर्वतमा 3.5 वर्ष 3 वर्ष जति गएर वचनलाई यसरी बोकेर उसले यस्तो बोकेर, तपाईँले फिल्महरू यस्तो बोकेर लगेर एक्लै बसेर 3 वर्ष उसले वचनलाई पढेर अध्ययन गरेर त्यहाँ बसिरहेको छ। ऊ त्यहाँ आउँदाखेरि चेलाहरूले चिन्दैन, थोत्रो लुगा लगाएर बौला जस्तो भएर आउँछ पावल। अनि त्यो ठाउँमा आउँदा चेलाहरू कसरी चिन्दैन। येशूको प्रेजेन्समा नै तपाईँ के हुनुपर्छ भन्दा पागल हुनुपर्छ। त्यो प्रेजेन्सलाई पाउनको निम्ति त्यसलाई मैले कसरी पाउन सक्छु? आराधनामा मजाले म बसेर अथवा वचनसँग समय बिताएर अथवा कसरी म सङ्गति सेवामा लागेर अथवा कसरी मैले त्यो येशूको उपस्थितिलाई मेरो जीवनमा राखिरहन सक्छु, कायम गरिरहन सक्छु। तपाईँले याद गर्नुहोस्, येशूलाई मेरो जीवनमा, हाम्रो जीवनमा राख्नु एकदमै महत्त्वपूर्ण कुरा छ। येशू बिनाको जीवन चाहिँ के हो भन्दाखेरि नरक जस्तै हो। केही समय तपाईँले आशिष पाउनु होला, तर त्यो पछिको जीवन चाहिँ भयङ्कर जीवनहरू आउँछ। हेर्नुहोस्, त्यो कारणले गर्दाखेरि येशूको उपस्थितिलाई, जसले मेरो आफ्नो जीवनमा येशू भइरहनु पर्छ, म मेरो येशूलाई मेरो जीवनमा राखिरहन्छु भन्ने मान्छेहरू पापबाट अलग हुनुपर्छ, नराम्रो कुराबाट अलग हुनुपर्छ। हेर्नु, बेविचार, झुट बोल्ने कुरादेखि छल गर्ने कुरा, अर्कालाई ठग्ने, अर्कालाई नराम्रो कुराहरू गर्ने, बदखुवाई र विरोध गरिरहने कुराहरूबाट चाहिँ तपाईँ अलग भएन भने नि येशू तपाईँको जीवनमा चाहिँ बस्नुहुन्न। येशू तपाईँको जीवनमा बस्नुहुन्न। जब बस्नुहुन्छ शैतान चाहिँ के हुन्छ, धर्र भएर काम सुरुवात गर्छ। हालेलुया, हालेलुया, हालेलुया। त्यो कारणले गर्दाखेरि हामीलाई चाहिएको चाहिँ को भन्दाखेरि हामीलाई चाहिएको चाहिँ येशू। येशू, हालेलुया, येशू हो। एउटा आमाले चाहिँ अब म चाहिँ मर्छु, सुन्नुहोस् है, यो सत्य घटना। अब म चाहिँ मर्छु। पहिलाको वर्ष चाहिँ उसको श्रीमान मरेछ, अनि छोरा र आमा मात्रै रहेछ घरमा। अनि छोरा र आमा मात्रै भएको घरमा पनि त्यो पहिलाको वर्ष श्रीमान मऱ्यो, त्यो वर्ष फेरि छोरा मर्दैछ एक्लै। सत्य घटना। यस्तो साह्रो रोयो रे क्या, यस्तो साह्रो रोयो। मेरो सम्पूर्ण कुरा लिएर गयो, मेरो शान्ति, मेरो यस, मेरो आराम, मेरो खुसी, मेरो मलाई हेर्ने कोही छैन। म यस्तो अवस्था, म कसरी बाँच्ने
हरेक दिनका रात रोकोरै आफ्नो समस्यालाई सम्झेर होइन आफ्नो श्रीमान छोरालाई सम्झेर रोइ गरेर के रोइ गरेर अनि ऊ चाहिँ एउटा विश्वासी थियो अनि उसले के भनेर भन्दाखेरि आज म सङ्गति जान्छु, आज म सङ्गति गएर आएर चाहिँ म मर्छु भनेर भनिसक्यो। बाटोमा जाँदै गर्दाखेरि रुमाल लिएर पुरा पुस्दै रुँदै गएर होइन रुँदै नि सङ्गति भइरहेको थियो अरे। अनि आएर चेयरमा बस्यो अरे। अनि चेयरमा बस्दाखेरि क्वाक्क पुरा रोइ सबैले सुन्ने गरेर रोइ छ अरे क्या। रोइ गर्छ। सङ्गति सुरुवात भयो। त्यसपछि सबैजनाले के गर्नु थाल्यो भने आराधना गर्न थाल्यो परमेश्वरलाई, सबैले पुकारा गर्यो। अनि सबैजनाले त्यहाँ आराधना वर्षिप मजाले त्यहाँ भयो। त्यहाँपछि त्यो रोइरहेको छ अरे। झन् ठुलो स्वरले रुन मन लाग्छ अरे। रोइ गर्छ अरे। अनि वचनको सेवकाई आयो। अनि वचनको सेवकाई आइसकेपछि अनि पास्टरले अगाडिबाट वचनको सेवकाईलाई गर्नलाई सुरुवात गर्नुभयो। सुरुवात गर्दाखेरि जब सुरु गर्दै वचन प्रचार गर्दै झन् ठुलो स्वरले चाहिँ रुनुभयो अरे क्या। झन् ठुलो स्वरले रुनुभयो अरे। त्यहाँ सानो चर्च थियो अनि सबैले देख्थ्यो अरे क्या। त्यहाँ चाहिँ सबैले देख्थ्यो अरे। त्यो आमाले रोएर त्यो वचनको सेवकाईलाई रोकिदिनु भयो अरे क्या। रोएर नरुनुहोस् आमा, नरुनुहोस्, सबैजनाको जीवन यस्तो हुन्छ, नरुनुहोस् भनेर सम्झँदाखेरि नि रोकोरै गरेर अनि एकछिनपछि ल छोडिदिउँ उहाँलाई, ठिक छ छोडिदिउँ उहाँलाई, हामी वचनको सेवकाईमा जाउँ भनेर। अनि सेवकाईमा जाँदै गर्दा के भन्दाखेरि अकस्मात पवित्र आत्माले के गर्नु भने उहाँलाई चाहिँ छुनु भयो। अनि त्यहाँ उहाँले वचन प्रचार गर्ने व्यक्तिले चाहिँ हामी परमेश्वरको आत्मालाई, परमेश्वरको उपस्थितिलाई, यीशुलाई हामी यो ठाउँमा हामी स्वागत गरौँ भनेर सबैजनाले प्रार्थना गर्न लाग्यो। अनि त्यो ठाउँमा स्वागत गरे अरे। अनि स्वागत गर्दै गर्दा सबैजना रोइरहेको छ, प्रार्थना गर्दैछ, प्रभु हामी तपाईँको उपस्थितिको त्यो शक्तिको उपस्थितिलाई हामी यो ठाउँमा स्वागत गर्छौँ भनेर सबैजना भन्दा गर्दा मोटो हुनुहुन्थ्यो त्यो आमा। चेयरमा बसेको मान्छेलाई ड्याङ्ग लगाएर सबैले थाहा गरेर ठ्याक्कै भुइँमा झर्नु भएछ क्या। ड्याङ्ग लगाएर सुतेको सुतै सबजना भने के हो मान्छे मरे कि क्या हो। एकछिनपछि फेरि सबजना उठाउँदाखेरि उठाइदियो। अनि उठाएपछि होस आउने बित्तिकै के भन्दाखेरि हाँसै गर्न थाल्यो। हेर्नुहोस् यस्तो हाँस्यो, त्यहाँको सङ्गति सेवाको माहौलै परिवर्तन भयो अरे के होइन। हाँसे भयो आमा, नाच्नुहोस् भयो भन्दा झन् हाँसे सबजना छक्क पऱ्यो। अहिले रोइरहेको मात्रै अहिले हाँसे छ। अब के हो, अब त पुरा गयो कि क्या हो, मेन्टल भयो कि क्या हो, सबजना त्यहाँ पुरै अर्को भयो। अनि त्यसपछि त्यो आमाले एकछिन के भन्यो भन्दाखेरि मेरो पहिला चाहिँ मेरो श्रीमान मरेको थियो, यो वर्ष मेरो छोरा पनि मर्यो, मसँग कोही पनि छैन, मैले के भनेर प्रतिज्ञा गरेर म घरमा आँथेँ भन्दाखेरि म यो सङ्गतिमा बस्छु, सङ्गति गरिसकेपछि म घरमा गएर म चाहिँ अब सुसाइड गरेर मर्छु। तर म त्यो ठाउँमा बसेर परमेश्वरलाई मैले प्रार्थना गर्दै गर्दा यीशुले आएर मलाई छुनु भयो। अब मेरो जीवनमा नि म अब मर्दिनँ, अब म चाहिँ यीशुको सेवकाई गर्छु, यीशुको काम गर्छु भनेर चाहिँ उहाँले भन्नुभयो। आमेन आमेन आमेन। हाम्रो जीवनमा चाहिएको छ हाम्रो यीशुको उपस्थिति। घरमा पुरा झगडा पर्छ नि होइन, झगडा आन्दोलन पुरा थुप्रो कुराहरू छ। तपाईँले आफ्नो घरमा यीशुलाई वेलकम गर्नुहोस्। तपाईँको जीवन एकदमै छटपटी भइरहेको छ, यीशु बिनाको जीवन छ। यीशु बिनाको जीवन चाहिँ कस्तो हुन्छ भन्दाखेरि हामी भजन सङ्ग्रह 51 हेरेर म अन्त्य गर्नेछु है। हेर्नुहोस् है, यीशु बिनाको जीवन कस्तो हुन्छ। यहाँ दाउदले के भन्दैछ भजन सङ्ग्रह 51 मा 10 पद। हामी 10-11 हेर्नेछौँ। हेर्नुहोस् है, पाउनुभयो भजन सङ्ग्रह 51 को 10 र 11।
यसमा यसरी लेखिएको छ, हेर्नुहोस् है। हे परमेश्वर, ममा शुद्ध हृदय सिर्जनुहोस् र पवित्र एउटा स्थिर आत्मालाई पूर्ण जीवित पार्नुहोस्। मलाई तपाईँको उपस्थितिबाट नहटाउनुहोस्, न त मबाट तपाईँको पवित्र आत्मा लैजानुहोस्। यसो बिनाको जीवन, उहाँको उपस्थितिमा उहाँको उपस्थितिमा नछु मानिसहरूको जीवनमा चाहिँ यो कार्य हुन्छ। तपाईँले याद गर्नुहोस्, उनीहरूको जीवन स्थिरता कहिल्यै पनि हुँदैन। काहीँ न काहीँ गएर ठोक्कै गर्छ। हालेलुया, हालेलुया, हालेलुया। अब तपाईँलाई म एउटा कुरा भन्न चाहन्छु, तपाईँको नाउँ कोसँग जोडिएको छ? आमेन। साँच्चै हो, साँच्चै हो, साँच्चै हो। तपाईँको नाउँ कोसँग जोडिएको छ? साँच्ची हो? मलाई त लाग्दैन। हेर्नुहोस् है, कतिजनाको जीवनमा चाहिँ जोडिएको होला, तर कतिजनाको जीवनमा चाहिँ जोडिएको छैन। आफैले ध्यान दिनुहोस् कि मेरो नाउँ चाहिँ येशूसँग जोडिएको छ। तपाईँ बेइज्जतमा हुनुहुन्छ, तपाईँ रोगमा हुनुहुन्छ, तपाईँको जीवनमा छटपटी छ नि, येशूसँग जोडिएको नाम अब बेइज्जतमा हुँदैन। येशूसँग जोडिएको नाउँमा के हुँदैन? अब रोग हुँदैन। येशूसँग जोडिएको नाउँमा अब के हुँदैन? अब जागृति आउँछ। हेर्नुहोस्, येशूसँग जोडिएको नाउँमा चाहिँ येशू आफैले भन्नुहुन्छ, मेरो नाउँसँग जोडिएको छ, यसलाई किन मैले दुःखमा राख्ने, यसलाई किन मैले रोगमा राख्ने, यसलाई किन छटपट्टिमा राख्ने? यसको नाम मसँग जोडिएको छ। अब जोडिएपछि त म बेइज्जत हुनु परेन, म निराशा हुनु परेन, मेरो जीवनमा म ठक्कर खाँदै हिँड्नु परेन। मेरो नाउँ चाहिँ कोसँग जोडिएको छ? येशूसँग। आमेन, आमेन, आमेन। हो, यो कुरालाई विश्वास गर्नुहोस्। जहिले भन्नुहोस्, मेरो नाउँ येशूसँग जोडिएको छ, म अब बेइज्जत हुनु पर्दैन, म अब आशिषित मान्छे हो। मेरो युद्ध, मेरो लडाइँ, मेरो सम्पूर्ण कुरा चाहिँ अब येशूले लड्नुहुन्छ। हालेलुया, हालेलुया। हुन्छ, हामी सबैजना उभिनेछ यो समय। शैतान हाम्रो जीवनमा रोपेका कुराहरूमा चाहिँ हामी लडाइँ गर्नेछौँ र हामी यो समय सबैजना तयारी हुनेछौँ। चाँडो तयारी हुनुहोस्। तपाईँ ख्रिस्टमा चाँडो तयारी हुनुहोस्। आफ्नो आँखालाई बन्द ठ्याप्पै गरिहाल्नुहोस्। तपाईँ येशूको उपस्थितिमा हुनुहुन्छ अनि यो उपस्थितिलाई तपाईँले कायम गरेर राख्नुहोस्। आज प्रभुले तपाईँको जीवनमा भर्दै हुनुहुन्छ, भर्दै हुनुहुन्छ। आफ्नो जीवनलाई तपाईँले कायम गरेर राख्नुहोस्। येशूलाई बोलाउनुहोस्, येशूलाई बोलाउनुहोस्। आफ्नो आँखालाई बन्द गर्नुहोस् अनि यो समय तपाईँले पुकारा गर्नुहोस्। यो समय